डाइपर किन्न गइन् आमा, बाउले 8 दिनकी छोरीलाई गरे बलात्कार, तडपाई मारे छोरी। शत्रुको छोरीलाई पनि कसैले यस्तो गर्दैनथ्यो होला। यहाँ एक बुबाले आफ्नी 8 दिनकी छोरी माथि गरे यति पीडादायक मृत्यु दिए कि यो थाहा पाएपछि तपाईहरू सबैको मन थर काप्छ। रिस, क्रूरता, राक्षसीपनको सबै हद यी बुबाले पार गरेका छन् र हालै 8 दिनकी छोरीको बलात्कार र हत्याको आरोप लागेका बुबाले आफ्नो अपराध स्वीकार गरेका छन्। यो केस दक्षिण अफ्रिकाको हो र कलियुगका बुबाको नाम ह्युगो फरेरा हो। दक्षिण अफ्रिकी वेबसाइट न्यूज 24 को रिपोर्ट अनुसार अपराध गर्दा जंगली जनावर झैं ह्युगो धेरै रिसाएको थियो र कुनै पनि मूल्यमा 1 हप्ता अगाडि जन्मिएकी छोरीलाई चोट पुर्याउन चाहन्थ्यो। यो दिन थियो जुन 8 2023 को। यस दिन नवजात शिशुकी आमा मौरिन छोरीको लागि सामान किन्न निस्किएकी थिइन्। सुत्केरी श्रीमतीलाई आराम गर, म किनेर ल्याउँछु भन्नुको सट्टा ह्युगोले 5 मिनेटमा घर आइपुग्न धम्की दिए। कमजोर अवस्थाकी मौरिन छोरीलाई श्रीमानसँग एक्लै छाडेर डाइपर किन्न निस्किन्, तर जब उनी फर्किन् उनले छोरी नराम्ररी घाइते भएको देखिन्। उता ह्युगो केही थाहा नभएको जस्तो व्यवहार गरिरहेको थियो। मौरिनले तुरुन्तै छोरीलाई अस्पताल लगिन्, तर उनको मृत्यु भयो। यसपछि ह्युगो पक्राउ परे। 37 वर्षीय ह्युगोले आफ्नो अपराधका बारेमा बयानमा जे भन्यो त्यो कुरा सुनेर जो कोहीलाई पनि अत्यन्तै रिस उठ्छ। प्रहरी सोधपुछको क्रममा ह्युगोले सो भयानक कार्यको पछाडिको आफ्नो मनसाय बताउँदै भनेका छन् उनी बच्चा रोएको हेर्न चाहन्थे, जसले उसको कार्य बच्चालाई चोट पुर्याउने इच्छाबाट प्रेरित भएको संकेत गर्छ। उनी फेरि भन्छन् बच्चालाई आफूसँगै एक्लै छाडिएकोमा उनी रिसाएका थिए र श्रीमती पसल जान घरबाट निस्कदा 5 मिनेटमा फर्कन भनेका थिए। जब उनी फर्किन केही ढिलो भयो उनले रिसको आवेगमा छोरीलाई पीडादायक मृत्यु दिए। कसरी 8 दिनको बच्चालाई मारे त भन्दा बच्चाको घाँटी बलियोसँग समातेर बारम्बार हिर्काए, टाउको भुइँको सतहसम्म गाडिदिए, यौन दुर्व्यवहार गरे, जसले गर्दा उनलाई अत्याधिक शारीरिक पीडा भयो। टाउकोमा गम्भीर चोटपटक र पीडा सहन नसकेका कारण उनको मृत्यु भयो। ह्युगोलाई थाहा थियो बच्चाको अवस्था गम्भीर छ, मृत्यु हुन सक्छ। यति थाहा हुँदै पनि श्रीमतीबाट बच्चाको चोटपटक लुकाए। हाल यो मुद्दा अदालतमा छ। अहिले बल्ल उनले आफ्नो अपराध स्वीकार गरेका हुन्। मुद्दा चलिरहेको बेला अभियुक्त ह्युगो बेल्भरडियनको रेलवे हाउसमा आफ्नो अपराधको सजाय पर्खिरहेका छन्। जनता यो राक्षसको लागि मृत्युदण्ड पनि कम रहेको बताउँछन्।